आज लेटर ग्रेडिङ निर्देशिका 2083 का नयाँ र महत्त्वपूर्ण नियमहरूलाई सरल भाषामा बुझ्ने प्रयास गरौँ। मुख्य फोकस पाठ्यघण्टा नयाँ A+देखि NG सम्मको स्केल र ग्रेड वृद्धि परीक्षामा हुनेछ। शिक्षा मन्त्रालयले ल्याएको यो निर्देशिकाले नै अब विद्यार्थी मूल्याङ्कनको आधिकारिक मापदण्ड तय गर्नेछ। सुरुमा पाठ्यघण्टा अर्थात् क्रेडिट आवर बुझौँ। यो भनेको सिकाइ क्रियाकलापका लागि छुट्याइएको निश्चित समय हो। एकदम स्पष्ट छ, ठ्याक्कै 32 घण्टाको पढाइ पूरा भएपछि बल्ल एक पाठ्यघण्टा गनिन्छ है। अनि हाजिरी नि? अन्तिम परीक्षा दिन कम्तीमा 75% उपस्थिति हुनै पर्ने कडा नियम छ। विद्यालय तहमा अब एक कार्यघण्टा भनेको ठ्याक्कै 60 मिनेट मात्रै हुनेछ। यो कुरा नभुलौ। अब मार्कसिटको कुरा गरौँ। मूल्याङ्कन अब A+देखि NG सम्मको कडा ग्रेडिङ प्रणालीमा हुन्छ। 90% वा सोभन्दा माथि ल्याए सर्वोत्तम, सिधै A+ अर्थात् 4.0 GPA पक्का। तर 35% भन्दा कम आयो भने नि सिधै NG अर्थात् नट ग्रेडेडमा परिन्छ। आन्तरिकमा C र सैद्धान्तिकमा D नल्याई NG आयो भने मूल प्रमाणपत्र नै पाइँदैन। यो एकदम गम्भीर छ। प्रमाणपत्र रोकिएपछि उच्च शिक्षामा भर्ना हुने बाटो पनि तत्कालका लागि बन्द हुन्छ। तर नात्यौं, समाधान छ। अनुपस्थित वा NG आएकाले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ। यस्तो NG हटाउन वा ग्रेड बढाउन अधिकतम 3 वर्षसम्मको समय सीमा दिएको छ। अझ राम्रो कुरा त के भने यो 3 वर्षसम्म आन्तरिक र प्रयोगात्मक अङ्कहरू पूरै सुरक्षित रहन्छन्। अनि सबै विषयको परीक्षा दिनु पर्दैन? जुन विषयमा NG छ त्यही मात्र दिए पुग्छ। आधिकारिक रूपमै 2083 को यो नयाँ निर्देशिकाले पुरानो 2078 को सबै नियमलाई पूर्णतया खारेज गरेको छ। अन्त्यमा एउटा प्रश्न सोचौं त, के यस्ता ग्रेड र अक्षरले मात्रै विद्यार्थीको वास्तविक सिकाइ मापन गर्न सक्छन् त?